गाइस तपाईहरुलाई स्वागत छ आज फेरि मेरो न्यू भ्लगमा। आजको मेरो सेकेन्ड भ्लग चाहिँ कहाँसम्मको हुनेछ अनि मनोकामनासम्मको हुनेछ। आज चाहिँ हामी मनोकामना दुईजना जाँदैछु, सुशान्त र म। अरूहरू चाहिँ कोचिङ क्लास अनि स्कुलतिर पढ्न गएका। आजको भ्लग चाहिँ हामी मनोकामना गएर तपाईहरुलाई मनोरञ्जन दिनेछु। फुल वाच गरिदिनु होला। फर्स्ट भ्लगलाई जस्तै माया अनि सब्स्क्राइब देखाइदिनु होला। हस्त धन्यवाद। मन्दिर आइपुग्यो। मन्दिरको गेट चाहिँ यहीँनिर हामी चाहिँ मन्दिरमा आइपुग्यो। अब मन्दिरको सिडी चढेर अब पूजा गरेर अनि यसो एकछिन भ्यू हेरेर अनि घरतर्फ फर्किन्छु। हामी चाहिँ यो र उहाँ आएको आज चाहिँ। अनि त्यो रोहित चाहिँ कोचिङ पढ्न गयो। अरूहरू कहाँ हो थाहा छैन। सब सुतिरहेको अहिलेसम्म हामी चाहिँ मन्दिरलाई भगवान्लाई पूजा गर्ने ढोग्न आएको। गाइजहरू त्यहाँ तलबाट चढ्दै आएको। तर गाइजहरू गढी जति चाहिँ लसम्बे स्वर त आम्मा यति गाह्रो हुन्छ। यहाँ चाहिँ धेरै गाह्रो हुँदैन। मन्दिर आइपुगिसक्यो। अब हामी मन्दिरमा पुग्नेछौँ अनि पूजासुजा गरेर घर फर्किने छ। सबै तपाईँहरूलाई देखाउने छ हामीले। हजुर गाइजहरू तपाईँलाई मन्दिरहरू देखाउँछु हामी। अनि त्यहाँबाट मन्दिरहरू देखाउँछु अनि हामी चाहिँ पूजासुजा गरेर अब तपाईँहरूलाई हामी मन्दिर देखाउँछु गाइज तपाईँहरूलाई। मनोकामना मन्दिर चाहिँ यही हो गोर्खा मनोकामना होइन फेरि गाइजहरू अर्कै मनोकामना हो। मनोकामना मन्दिरबाट नि अलि भ्यू देख्छ। म तपाईँहरूलाई भ्यू देखाउन चाहन्छु। गाइजहरू हेर्नु होला भ्यूहरू हेर्नु होला। तलतिर आधी बाटो पुगेपछि तपाईँहरूलाई भेटौँला है त। बाई बाई। हामी चाहिँ पूजासुजा गरेर फेरि अघि नै चढेको सिडीबाट फेरि अब तलैतर्फ जानु लागेको छ। हामीले चाहिँ पूजासुजा गरेर अहिले 8 बज्यो। अब त्यहाँबाट स्कुल जानुपर्छ 9 बजीतिर। अनि अब चाहिँ हामी छिटो स्कुल जानुपर्छ अनि हामी चाहिँ घर जानु लाग्यो छिटो। आज चाहिँ हाम्रो स्कुल बिदा छैन। अनि आज कुन महिना पुसको 30 गते अन्तिम दिन हो। अनि त्यहाँबाट हामी अन्तिम दिनमा पूजा गर्न आएको थियो। अनि पूजासुजा गरेर अघि नै तपाईँहरूलाई देखाएको सिडीबाटै तल जाँदैछु। अनि त्यहाँबाट हामी अघि नआउँदाखेरि चाहिँ कस्तो हुस्साले हातै चिसो भएर यस्तो हातै कस्तो गाह्रो हुने स्कुटीहरू चलाउन बाइकहरू। अनि लास्टै झ्याउ लाग्छ त्यस्तो हुँदाखेरि रिस उठ्छ। अनि त्यहाँबाट हामी चाहिँ अब पूजासुजा गऱ्यो अनि गेट पनि आइपुग्यो। अब हामी स्कुटीमा चढेर आधी बाटो पुगेपछि भेटौँला गाइज। तपाईँहरूसँग सपोर्ट चाहिँ गरिदिनु पऱ्यो। सब्सक्राइब। अबको पालो भने चाहिँ हामी कुन ठाउँमा जान्छ भने त्यो चाहिँ थाहा छैन। तपाईँले भनिदिनु होला। तातो चिया खाना आएको छ जाँदैछ भनेर गाइज। हामी चाहिँ चिया खाएर स्कुल रोडको यो पसलमा चिया खाएर हामी निस्किसकेको छ। अब चाहिँ हामी घरतर्फ जानेछु। अनि त्यहाँबाट घरतर्फ आधी बाटोमा तपाईँहरूलाई हामी देखाउँदै बोल्दै हामी जानेछु। स्कुल रोडको यहीँनिर लाफिङपट्टिको तलपट्टि साइडको हामी चिया खाएको थियो। अनि त्यहाँबाट अब स्कुटी यहाँ निकालेर अब हामी भ्लग बनाउँदै जानेछु। तपाईँहरूले फुल वाच गरिदिनु होला। हामी चाहिँ घर आइपुग्न लाग्यो। अहिले चाहिँ हामी सल्लाहघारीमा छु। सल्लाहको बोर्ड छ त्यसैले यसको नाम चाहिँ सल्लाहघारी राखेको हो। हामी चाहिँ सल्लाहघारीमा अब हाम्रो घर यहाँदेखि धेरै टाढा छैन, त्यस्तै 7-8 मिनट लाग्छ। अनि त्यहाँबाट तपाईँहरूलाई म किन सल्लाहघारी भनेको भनेर देखाउँछु। सल्लाहको बोर्ड छ वरिपरि जतासुकै हेर्नु होला गाइज। सल्लाहको बोर्ड वरिपरि जताततै सल्लाहको बोर्ड छ। त्यसैले सल्लाहघारी भनेको। यहाँतिर चाहिँ पहिला धेरै झाडी थियो, अहिले चाहिँ झाडी फाटेको रहेछ। नत्र यहाँतिर झाडी थियो। अनि यहाँ चाहिँ बाइक स्कुटी अड्ने चाहिँ सानो बाटो छ। उतापट्टि पुरै अफ रोड छ। त्यहाँबाट चाहिँ ट्र्याक्टर अलिकति ठुल्ठुलो गाडीहरू हिँड्छ यहाँबाट चाहिँ। अनि सानो उयो बाइक स्कुटी त्यस्तै हिँड्छ। यत्रो बाटो छ। अनि त्यहाँबाट अरू गाडी चाहिँ यहाँभन्दा उत्याको रोडबाट चाहिँ जान्छ किनकि त्यहाँ अफ रोड छ। तर यतातिर बढी जस्तो ट्र्याक्टरहरू हिँड्छ। अनि त्यहाँबाट
यहाँतिर चाहिँ अनि हामी चाहिँ त्यहाँ उयोतिर भेटौँला भनेको थियो अनि त्यहाँतिर चाहिँ भेट्न सकेन किनभने जाडो छ भ्लग बनाउन अनि हात पनि चिसो हुन्छ हावाले अनि अनुहारहरू सब रातो हुन्छ त्यसैले म भ्लग यो पालिको भ्लग धेरै लामो बनाउँदैन अर्को पालिको भ्लग चाहिँ त्यस्तै 8-9-10 मिनट जतिको लिएर आएर आउँछु अनि यो पालिको भ्लग चाहिँ म धेरै मिनटको ल्याउँदैन सकेसम्म लामै बनाउन कोसिस गर्छु अब नसके के त्यही पनि धेरै लामो बनाउनु हुँदैन फुल वाच गर्न अल्छी लाग्छ होला तपाईँहरूलाई त्यसैले म भ्लग अलि छोटै बनाउँछु अलि मिठो राम्रो बनाउने प्रयास गर्छु अनि म चाहिँ मन्दिरबाट आएर अब स्कुल जान लागेको अब स्कुल जाने टाइम भयो गाइड्सहरू अब स्कुल जान्छु अब हाम्रो भेट चाहिँ अर्को भ्लगमा हुनेछ फुल वाच गरिदिनु होला लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला अब हाम्रो भेट चाहिँ अर्को भ्लगमा हुनेछ सबैजनाले माया देखाइदिनु होला देखाइदिनुहुन्छ भन्ने मलाई आश छ त्यसैले म भ्लगलाई निरन्तर अगाडि बढाउँछु तपाईँहरूले माया देखाउन नबिर्सिनु होला लाइक कमेन्ट सेयर गरिदिनु होला अब म चाहिँ स्कुल जान्छु बाइ बाइ।